हो कि पाँचौं हो? आज पाँचौं हो गुरु। पाँचौं हो? हजुर। ल ठिक छ। छैठौं भाव सम्बन्धी पाँचौं कक्षामा हामी उपस्थित छौं र हामी छैठौं भावको रोग ऋण शत्रुसँग सम्बन्धित विषयमा रहेर अध्ययन गरिरहेका छौं, जसमध्ये शत्रुको बारेमा हामीले धेरै डिटेलमा पढिसक्यौं र रोगको बारेमा स्वास्थ्यको बारेमा हामी पढ्दैछौं। एउटा उक्ति के छ भने दैहिक भौतिक तापा राम राज नहीं काहू ही व्यापा। यो तुलसीदासजीको तुलसीकृत रामायणमा मानसमा यो दोहा छ। दैविक भौतिक तापा। त रोगको बारेमा अर्को एउटा महत्त्वपूर्ण श्लोक प्रचलित के छ भने हामी शारीरिक रोगको साथसाथमा मानसिक रोग, यी दुईटा रोगहरू प्रचलित रूपमा सबैले जानेका छौं, बुझेका छौं। परन्तु हाम्रो सनातन वैदिक धर्मशास्त्रहरूले के भन्छन् भने शरीरको पीडा, मनको पीडा यो त सामान्य पीडा हो, तर 84 लाखमा जन्म मृत्यु आदि जुन छ यो महान पीडा हो, ठुलो पीडा हो। त शारीरिक रोग भन्दा पनि यो पटक पटक जन्म मृत्युलाई ठुलो रोग मानेको छ। मोक्षलाई सुखदायी र जन्मलाई दुःखदायी त्यसरी पनि व्याख्या गरेको भेटिन्छ। इदं शरीरं शतसन्धि जर्जरं पतत्यवश्यं परिणामि पेशलम्। यो श्लोक हामीले पढ्न पाइन्छ। र किमौषधि क्लिश्यति मूढ दुर्मति निरामयं राम रसायनं पिबः। ए मूर्ख जीव, तिमीहरू संसारको औषधिको पछाडि किन लाग्छौ? राम नाम राम रसायन पिउ, तब बल्ल तिम्रो कल्याण हुन्छ, सदाको लागि तिमी निरोगी बन्छौ र सब रोगहरू नाश हुन्छ। यस्तो शास्त्रमा पाइन्छ। त हर कर्मको लागि शास्त्रमा शरीरलाई प्रमुख मानेको छ। शरीर माध्यम खलु धर्म साधनम। शरीरको माध्यमद्वारा नै सबै कुराहरू सम्पन्न हुन्छन्, सिद्ध हुन्छ। शरीरमा पनि मनुष्य शरीर सबभन्दा महत्त्वपूर्ण। हुन त कहीँ मनुष्यको शरीरलाई भन्दा गाईलाई, गौमातालाई अझै महत्त्वपूर्ण पनि मानिएको छ शास्त्रमा। तर अधिकांश शास्त्रहरूले मनुष्य शरीरलाई प्रमुख रूपमा लिएको छ। मानुष देहम देव दुर्लभम। मनुष्य शरीर देवताहरूको लागि पनि दुर्लभ छ, यति महत्त्वपूर्ण छ। त यो शरीरलाई स्वस्थ कसरी राख्ने, यो शरीरमा विभिन्न रोगहरू किन आउँछ, के कारणले आउँछ र त्यसबाट मुक्त कसरी हुने, यो हाम्रो टपिक्स रहेको छ एडभान्स कोर्स अन्तर्गत। उपचारका विधिहरू पनि जान्नु आवश्यक छ, परन्तु सुक्तिमा के बताइदियो? राम रसायन पिउनु पर्छ है सम्पूर्ण उपचारको लागि। बाँकी उपचारले यो भौतिक तापलाई निराकरण गर्न सक्छ, तर राम रसायन जसले पियो उसले
सब प्रकारको तापबाट मुक्त हुन्छ। दैहिक दैविक भौतिक ताप। त यस प्रकारले हामीले यसलाई जान्नु छ कि हाम्रो लक्ष्य के हुनुपर्ने रहेछ। शरीरलाई स्वस्थ राख्दै ज्योतिष शास्त्रको ज्ञानको साथसाथमा आध्यात्मिक उन्नतिको पनि हामीलाई ज्ञान हुनु पर्दो रहेछ, चेतना हुनु पर्दो रहेछ र त्यसको साथसाथमा त्यसलाई जानेर फेरि त्यसलाई मान्नु पनि पर्छ। जानेर मात्रै त काम लाग्दैन। शास्त्र जान्नु भनेको चिया भट्टीमा गफ लाउनु मात्रै हो। जब त्यसलाई मानिन्छ फेरि त्यसले जीवनमा प्रत्यक्ष लाभ दिन्छ। त्यसो हुनाले एक एक शब्द जति जानिन्छ त्यसलाई फेरि जीवनमा उतार्नु पर्छ, मान्नु पर्छ। जीवनभरि कहिल्यै अमला नदेखेको मान्छेले, अमला नखाएको मान्छेले अमलाको स्वाद कसरी व्याख्या गर्छ? सम्भव छ त? कहिल्यै नुन नखाएको व्यक्तिले नुनको व्याख्या कसरी गर्ला? त यस प्रकारले शास्त्रमा भेटिन्छ कि अयोध्यामा भगवान रामको जति बेला राज्य थियो त्यति बेला चाहिँ सबै प्रकारको तापबाट राम राज्य मुक्त थियो भन्ने अब शास्त्रमा हामीले भेटिन्छ। त बिमारी लाग्नु पूर्व हामीले के चीजहरू जान्नु पर्ने रहेछ भन्ने कुरा हामीले आजसम्मको क्लासमा पढिसकेका छौं। र स्वस्थ मान्छे को हो भन्ने कुरा पनि हामीले जान्नुपर्छ। जो शारीरिक रूपमा र मानसिक रूपमा दुवै प्रकारले चुस्त छ त्यो व्यक्तिलाई स्वस्थ मनुष्य भनिन्छ, स्वस्थ व्यक्ति भनिन्छ। अब अहिले अब यस्तो प्रश्नहरू बडो अचम्म लाग्छ। को होला त्यस्तो जो 100% मानसिक रूपमा पनि शारीरिक रूपमा पनि फिट भयो है? देख्न पाउनै गाह्रो हुन सक्छ कि एउटा तनाव, एउटा समस्या, एउटा पीडा नभएको त मान्छे छैन होला। भए पनि 0.1% 2% त्यस्तै होला। त यस प्रकारले निरोगी मान्छे स्वस्थ को हो भनेर यदि कसैले सोध्यो भने त्यसको सोझो उत्तर हो जो शारीरिक रूपमा र मानसिक रूपमा पूर्ण रूपले स्वस्थ छ, सबल छ, त्यो व्यक्ति स्वस्थ हो। अर्को रोगहरू मा के मानेको छ भने शास्त्रले सबैले मलाई सम्मान गरून्, मलाई प्रतिष्ठा मिलोस्, यसलाई लोकैषणा भनिन्छ। र मेरो जुन मैले आर्जन गरेको चिज छ कहिल्यै नघटोस् भनेर जुन पटक पटक व्यक्तिलाई सताइरहन्छ त्यो पनि एक प्रकारको रोग हो। हेर्नुहोस् है। अर्को रोग वित्तेषणा, धन वैभव पाउने इच्छा। अर्को रोग पुत्रेषणा, मेरो वंशहरू बढुन्, मेरो पुत्रलाई केही नहोस्, सदा राम्रो होस्, आदि आदि गरेर 7 प्रकारका कामना युक्त रोगहरू छन्। त यसबाट पनि जीव मुक्त हुनुपर्छ, पर हुनुपर्छ, तब बल्ल त्यो जातक निरोगी हुन्छ। अब ज्योतिषको विद्यार्थीले एउटा कुरा जानेको हुन्छ, निरोगी हुनु भनेको लग्न बलवान हुनु, निरोगी हुनु भनेको चन्द्रमा र सूर्य बलवान हुनु। यी 3टा चीज बलियो हुनु पर्यो।
आत्मिक पीडा नहुनको लागि सूर्य बलवान हुनु पर्यो। मानसिक पीडा नहुनको लागि चन्द्रमा बलवान हुनु पर्यो र शारीरिक पीडा नहुनको लागि लग्न बलवान हुनु पर्यो। ज्योतिषीले जान्ने चाहिँ यो हो। त जसको लग्न लग्नेश चन्द्र अझै चन्द्राधिष्ठित राशि स्वामी र सूर्य यिनीहरू बलवान छ, त यो जातक यस्तो यदि यस प्रकारले तीनवटै बल उसलाई प्राप्त भयो भने त्यो जातक यो संसारको लगभग स्वस्थ व्यक्तिमा गनिने हुन्छ। 70 वर्षको भए अहिलेसम्म एउटा ट्याब्लेट खाएको छैन भन्ने खालेमा लगभग पर्न सक्छ र मोज मस्तीपूर्वक आफ्नो जीवन जिएको हुन सक्छ। यो स्थिति बन्दछ। के ठिक हुनु पर्यो? लग्न, सूर्य, चन्द्र, यो तीनटा चीजहरू ठिक हुनु पर्यो। यदि त्यसो भएन भने फेरि जातकलाई केही न केही तीनटा मध्ये जुन कमजोर छ तत्सम्बन्धी उसलाई पीडा हुन्छ। त यस प्रकारले शारीरिक र मानसिक रोग हामीले हेर्नुपर्छ। 6औं, 8औं, 12औं भावमा बसेका ग्रहहरू पीडा दिनलाई समर्थ हुन्छन्। लग्नदेखि 6औं, 8औं, 12औं, सूर्यदेखि 6औं, 8औं, 12औं र चन्द्रमादेखि 6औं, 8औं, 12औं र तद्भावका स्वामीहरू। लग्नदेखि बनेकोले शारीरिक पीडा, चन्द्रमादेखि बनेकोले मानसिक पीडा र सूर्यदेखि बनेकोले आत्मिक पीडा यो दिन्छ। त्यसो हुनाले लग्न कुण्डलीबाट हामीले देखियो सबै अनुकूल ठाउँमा छ, तर चन्द्र कुण्डलीबाट हेर्दा चन्द्रमादेखि 6औं, 8औं भावमा पाप ग्रह छ, एकदम बिग्रिएको छ भने त्यो जातक शारीरिक रूपमा ठिक छ, मानसिक रूपमा दुखी छ भनेर बुझिन्छ। त यसरी हामीले हेर्नुपर्छ। त्यस्तै गरेर लग्नमा स्वगृह ग्रह छ, लग्नेश वर्गोत्तम छ, चन्द्रमा वर्गोत्तम छ। अब लग्नलाई देख्ने शुभ ग्रहहरू वर्गोत्तम छ, यिनीहरूले रोगलाई नाश गर्छन्। नवांश कुण्डलीमा जन्म कुण्डलीमा जुन राशिमा छ त्यही राशिमा नवांश कुण्डलीमा पनि बस्यो भने त्यसलाई वर्गोत्तम स्थिति भनिन्छ। र नवांश कुण्डलीमा ग्रह नीच भएर बस्यो र शत्रु राशिमा गएर बस्यो भने जन्म कुण्डलीमा राम्रो हुँदा हुँदै पनि नवांश कुण्डलीको बल नप्राप्त भएको कारणले त्यसको सम्पूर्ण फलहरू विपरीत हुन्छन्। त्यसो भएको हुनाले नवांशमा नीच छ भने जन्म कुण्डलीमा त्यसको कन्डिसन चाहिँ जस्तो सुकै स्थिति भए पनि बिगारिदिन्छ। यो कुरालाई हामीले कुनै पनि व्यक्तिको विशेष महत्त्वपूर्ण निर्णय गर्दाखेरिमा ध्यान दिनुपर्छ। लग्नमा शुभ ग्रहको दृष्टि वास्तवमा शारीरिक बनावटलाई पनि सुदृढ गर्छ र स्वास्थ्यलाई पनि सुदृढ गर्छ। लग्नलाई पाप ग्रहको दृष्टिले थोरै चिडचिडा हुनु, घमण्डी हुनु, रिसा हुनु, चोटपटक लाग्नु, दुर्घटना पर्नु जस्ता अवस्थाहरूलाई
निम्त्याउँछ। यो कुरालाई हामीले कहिल्यै पनि भुल्नु हुँदैन। लग्नेश कहीँ पनि बसेर लग्नलाई देखेको छ भने वा लग्नेश र लग्नलाई बृहस्पतिको दृष्टि छ भने यस्तो परिस्थितिमा ठुलै अवस्थामा पनि नराम्रो दशा आउँदा पनि जातक धानिन्छ, दीर्घजीवी पनि हुन्छ, निरोगी पनि हुन्छ। यो कुरालाई हामीले बुझ्नुपर्छ। त्यस्तै गरेर षड बलमा र इष्टकष्ट बलमा ग्रहले पूर्ण रूपले लग्नेश, भाग्येश, पञ्चमेश वा केन्द्र त्रिकोणका स्वामीहरूले राम्रो बल प्राप्त गरेको छ र 6, 8, 12 को स्वामीले कम बल प्राप्त गरेको छ भने पनि जातक निरोगी हुन्छ, सबल हुन्छ, सफल हुन्छ। यो कुरा पनि हामीले हेर्नुपर्छ। त्यस्तै गरेर राजयोग दिनेवाला ग्रहहरू अधिक प्रबल छन् भने पनि जातक स्वस्थ हुन्छ, दीर्घजीवी हुन्छ। यो पनि हामीले बुझ्नुपर्छ। त्यस्तै गरेर सर्वाष्टक वर्गमा 28 भन्दा अधिक रेखा प्राप्त ग्रहहरू, भावहरू तिनीहरू पनि अत्यन्त बलवान मानिन्छन्, बलवान हुन्छन्। त्यसो भएको हुनाले सर्वाष्टक वर्गमा 28 रेखा भन्दा अधिक रेखा प्राप्त गर्ने भावहरू, ग्रहहरू अत्यन्त महत्त्वपूर्ण र शुभ फल दिनलाई समर्थ हुन्छन्। तसर्थ यस विषयलाई पनि हामीले मनन गर्नुपर्छ, हेर्नुपर्छ। त्यस्तै गरेर लग्नेश केन्द्र त्रिकोणमा द्वितीय भावमा, एकादश भावमा यतिमा बसेको छ र शुभ ग्रहद्वारा युत दृष्ट छ भने यस्तो कन्डिसनमा, यस्तो अवस्थामा पनि जातक निरोगी हुन्छ र रोगसँग लड्ने शक्तिले युक्त हुन्छ। उसलाई सानोतिनो रोगले, समस्याले छुन सक्दैन। यो विशेषता रहन्छ। अब कहिलेकाहीँ के हुन्छ भने यो कर्तरी योग मान्छेहरूले ख्याल गरेका हुँदैनन्। कुनै पनि ग्रहको दुवैपट्टि पाप ग्रह भयो भने त्यसलाई पाप कर्तरी योग भनिन्छ र शुभ ग्रह भयो भने शुभ कर्तरी योग भनिन्छ। शुभ कर्तरी योगले त्यसको शुभत्वलाई बढाउनलाई सहयोग गर्छ, पाप कर्तरी योगले त्यसको शुभत्वलाई नाश गर्नलाई सहयोग गर्छ। त्यसो भएको हुनाले यो पाप कर्तरी योग जुन छ यसलाई पनि हामीले राम्रोसँग निहालेर हेर्नुपर्छ, अध्ययन गर्नुपर्छ। त्यस्तै गरेर दुरुधरा योग, यो पनि एकदमै महत्त्वपूर्ण योग छ स्वास्थ्यको लागि। अब मैले बीचमा योगतिर किन टच गरेको छु भन्दा यो स्वास्थ्यको लागि अत्यन्त आवश्यक छ। जस्तै पाप कर्तरी योगले शारीरिक पीडा दिन्छ, दुरुधरा योगले मानसिक पीडा दिन्छ। किनकि चन्द्रमाको अगाडि पछाडि ग्रह भयो भने बल्ल त्यो दुरुधरा हुन्छ। त्यो दुरुधरा पनि पाप ग्रहद्वारा बनेको र शुभ ग्रहद्वारा बनेको, त्यसको आधारमा त्यसको शुभतामा अशुभतामा विचार गर्नुपर्ने हुन्छ। त यस प्रकारले हामीले स्वास्थ्यको लागि यो योगलाई भुल्नु हुँदैन। अस्ति नै हामीले लग्नादि योग पढिसकिएको छ। लग्नादि योगमा 2-3टा प्रकारका योगहरू छन्। एउटा त लग्नेश केन्द्रमा बसेर भाग्येशको युति दृष्टि हुनु, एउटा चाहिँ 6औं, 7औं र 8औं भावमा, 3टै भावमा शुभ ग्रह हुनु। त यहाँहरूले रेकर्डिङ छ भिडियोमा, अघिल्लो भिडियोमा हेर्नु होला। त यो लग्नादि योगमा त्यसले पनि सबल बनाउँछ। त यो विशेषता रहन्छ। त्यस्तै गरेर जो निष्पाप चन्द्रमा छ त्यसलाई ऋषिमुनिहरूले मानसिक सुख शान्ति प्रदान गर्ने चन्द्रमा मानिएको छ। निष्पाप माने
एउटा त भरिलो हुनु पर्यो, अर्को पाप ग्रहको युति दृष्टि रहित हुनु पर्यो। भरिलो माने शुक्ल पक्षको सप्तमी पछि कृष्ण पक्षको सप्तमीको बीचमा जन्मिएको हुनु पर्यो। निष्पाप चन्द्रमा भनेको भरिलो प्लस पाप ग्रहको युति दृष्टि रहित। त यस्तो चन्द्रमालाई सुख शान्तिको सन्तोषको सन्तुष्टिको कारक मानिएको छ। पराशर ऋषिले भृगु ऋषिले यसलाई अत्यन्तै राम्रो, जीवनमा मानसिक सुख सबभन्दा ठुलो कुरो, भलै बिहान बेलुका छाक्टार्न कठिन भएको मान्छेहरू पनि, दिनभरि ज्याला मजदुरी गर्ने मान्छे पनि जसको चन्द्रमा अनुकूल छ उनीहरू मस्त हुन्छ। त्यसो भएको हुनाले यो एउटा अत्यन्तै महत्त्वपूर्ण योग हो। चन्द्रमा बलवान हुनु, मजबुत हुनु। चन्द्रमा उच्च राशिमा या स्व राशिमा छ भने यो अत्यन्त राम्रो मानिन्छ मनोबलको दृष्टिले। तर यहाँ पनि त्यो लागू हुन्छ, भरिलो हुनै पर्यो प्लस पाप ग्रहको युक्त दृष्टि हुनु भएन। पाप ग्रह 3, 6, 11 बादमा बस्यो भने जातक स्वस्थ हुन्छ, सुखी हुन्छ, परन्तु सामान्य अलिअलि पीडा दिन्छ त्यो नैसर्गिक उसका गुणहरूले। तर पनि रोगसँग लड्ने शक्ति प्रदान दिन्छ, शत्रुसँग लड्ने शक्ति दिन्छ। यो विशेषता रहन्छ पाप ग्रहको। छैटौं भावमा पाप ग्रह प्रतिस्पर्धात्मक शक्ति प्रदान गर्छ, संघर्ष शक्ति दिन्छ, जुझारूपन र प्रतिरोधात्मक शक्ति दिन्छ। तसर्थ यहाँनिर अधिकांश स्थितिमा छैटौं भावका पाप ग्रहहरूलाई शास्त्रकारहरूले राम्रो मानेका छन्। किन राम्रो मानेका छन् त भन्दा उसँग जुझ्ने शक्ति हुन्छ, संसारसँग लड्ने शक्ति हुन्छ, एक्लै ऊ जहाँ पनि भिड्न सक्छ, यो विशेषता हुन्छ। छैटौंमा पाप ग्रह भएको मान्छे आफूले आफूलाई कमजोर ठान्दैन र जस्तै पर्यो भने 2-4 जना भएको ठाउँमा तिमीहरूलाई पड्काएर हिँड्न सक्छु भन्ने आँट राख्छ कि, त्यो विशेषता हुन्छ। अब हाम्रो विकासजीको छ कि छैन फेरि आँट? छैटौंमा पाप त्यही त राहुले त्यो आँट दिनु पर्यो, दिएछ। त्यस्तो हुन्छ कि हुन्न? त्यो अलि कम हुन्छ गुरु, त्यस्तो ढानी हालौँ जस्तो चाहिँ आउँदैन। जस भित्रबाट डराउनु त डराएन नि, डराइँदैन भित्र त। जहाँ गएर पनि यो विशेष गरी आफ्नो यो पेसागत काममा चाहिँ जहाँ जाँदा पनि डर लाग्दैन। ल ठिक छ। अब प्राचीन ऋषिमुनिहरूले राशि र ग्रहको परस्पर सम्बन्धलाई गहन चिन्तन गरेर होराशास्त्र निर्माण गरे। त्यो होराशास्त्रमा राशिलाई अग्नि तत्व, भूमि तत्व, वायु तत्व आदि अनेक प्रकारको तत्वमा विभाजन गरेका छन्। यो यत्तिकै त गरेका होइनन्, यसको त कारण छ। त्यसो भएको हुनाले सबभन्दा पहिलो कुरो के छ भने अग्नि तत्व राशि यो अति महत्त्वपूर्ण छ। अग्नि तत्व राशिमा मेष, सिंह, धनु यो 3टा राशिहरू अग्नि तत्व राशिमा पर्छन्। लग्न वा लग्नेशसँग सम्बन्ध अग्नि तत्व राशिको भयो भने जातकलाई ऊर्जा प्रदान गर्छ यसले। यस्तो जातकहरू स्वस्थ हुन्छन्, साहसी हुन्छन्, परिश्रमी हुन्छन् र रोग प्रतिरोधात्मक शक्तिले युक्त हुन्छन्। त्यसो भएको हुनाले लग्न लग्नेश अग्नि तत्व राशिमा बसिदियो भने
यो जीवनको लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छ। दुईटा कुरा। दोस्रो कुरा के छ, अब लग्नमा पनि परेन, लग्नेशमा पनि परेन, जम्मा 3टा राशि त हुन्छ। त्यस्तो परिस्थितिमा अधिकांश ग्रह यदि अग्नि तत्व राशिमा छ भने त्यसले पनि काम गर्छ। फेरि त यसलाई लग्नमै भए समान बुझ्नुपर्छ। अधिकांश ग्रह यदि अग्नि तत्व राशिमा बसेको छ भने, त अग्नि तत्व राशि 3टै राशि खाली छ भने जातकसँग रोगसँग लड्ने शक्ति कम छ। यो कुरा प्रष्ट हुन्छ। जातकलाई रोगले छिटो मिचिहाल्छ। त्यो ऊर्जा, त्यो साहस उसमा अलिकति कम नै हुन्छ। यो कुरालाई हामीले सहज ढङ्गले बुझेर आफूसँग आउने प्रेक्षकलाई, क्लाइन्टलाई राम्रोसँग सम्झाउन सक्नुपर्छ। अग्नि तत्व राशिमा एउटा विशेषता के पनि हुन्छ भने जुधारु पनि हुन्छ, घमण्डी पनि हुन्छ र प्रतिकार गर्ने शक्ति। जस्तै कसैको अगाडि ल मान्नुस् अग्नि तत्वको राशि लग्नमा जन्मिएको छ या राशि पनि त्यही छ, अधिक ग्रह अग्नि तत्व राशिमा छ भने उसले आफ्नो लागि, आफन्तको लागि अरूले केही भनेको सहन सक्दैन, प्रतिकार गर्छ। कोही हुन्छन् आफ्नो बाबुआमालाई, तेरो बाबुआमालाई मैले गोद दिन्छु भन्यो भने पनि प्रतिकार गर्न सक्दैन, बोल्न सक्दैन। यस्तो त नभन्नु न भनेर ऊ चिसो पानाले कुरा गरेर मिलाएर हिँड्छ। तर मेरो बुवालाई यसो भन्ने त को होस् भनेर भन्न सक्ने हिम्मत आउँदैन। किन आउँदैन भन्दा उसको अग्नि तत्व राशिमा ग्रह छैन या अग्नि तत्व राशि कुनै प्रकारले प्रभावहीन छन्। त यस प्रकारले अग्नि तत्व राशि प्रतिरोधात्मक शक्तिले युक्त हुन्छ र मेहनत गर्न सक्ने सामर्थ्य भएको राशि हो अग्नि तत्व राशि। है, बुझियो अग्नि तत्वको के विशेषता रहेछ? यो संक्षिप्त कुरा म बताएको छु, यतिमा बुझ्नु भयो होला। अब भूमि तत्वमा 2, 6, 10 जसरी अग्निमा 1, 5, 9 आयो, त्यसभन्दा ठिक अगाडिको एक राशि भूमिमा 2, 6, 10 यानी कि वृष, कन्या, मकर, यो भूमि तत्व राशिमा पर्छ। लग्न वा लग्नेश अथवा अधिकांश ग्रह भूमि तत्व राशिमा बस्यो भने जातक अत्यन्त धैर्यवान हुन्छ, जातक अत्यन्त सहिष्णु हुन्छ, दृढ निश्चयी हुन्छ, अडिग रहन सक्ने हुन्छ, सहन शक्ति त्यसको उच्च हुन्छ। अघि नै हामीले पढियो जसमा सहन शक्ति थिएन अग्नि तत्वमा। अब यहाँ हामी पढ्दैछौँ भूमि तत्वमा, योसँग मजाले सहन शक्ति छ र प्रतिरोधात्मक शक्ति पनि अग्नि भन्दा तल योसँग छ। जस्तै अग्निमा 100% थियो भने यसमा 75% छ प्रतिरोधात्मक शक्ति। त यो विशेषताले युक्त छ। अब भूमि तत्व लग्नमा छ र लग्नेश भूमि तत्व राशिमा छ भने, अथवा लग्न लग्नेशको वा अधिकांश ग्रहहरू भूमि तत्व राशिसँग सम्बन्ध छ भने पनि जातकलाई निरोगी बनाउनलाई हदैसम्म यसले सहयोग पुर्याउँछ। अब वायु तत्व राशि, भूमि भन्दा अगाडिको 3 राशि वायु तत्व राशि हो।
कुन कुन? मिथुन, तुला, कुम्भ। यो तीनटा राशिलाई वायु तत्व राशि भनिन्छ। लग्न अथवा लग्नेश जातकको वायु तत्व राशिमा बसेको यो सम्बन्धी विकार 100% आउँछ। दोस्रो कुरा, प्रतिरोधात्मक शक्ति भूमिको भन्दा नि कमजोर हुने भयो, यो 50% मा आउने भयो। तर वायु तत्वका जातकहरू बुद्धि प्रधान हुन्छन्। त्यसो भएको हुनाले बुद्धि प्रधान काम कार्यमा यिनीहरूलाई विशेष सफलता मिल्छ। त्यस्तै गरेर वायु तत्व राशिवाला जातकलाई यो मिडिया, सोशल मिडिया इत्यादि पनि राम्रो फाप्छ। त्यसो भएको हुनाले वायु तत्वका जातकहरूलाई सोशल मिडियामा आबद्ध हुनुपर्छ। यो विशेषता रहन्छ वायु तत्व राशिको। तर हामी त यहाँ स्वास्थ्य सम्बन्धी पढ्दैछौँ, रोगसँग लड्ने शक्ति कति छ त भन्दा योसँग 50-50 मात्रै छ। योसँग लड्ने शक्ति छैन। यसलाई सन्चो हुन समय लाग्छ। त्यसो भएको हुनाले अब मैले यसो भन्दै गर्दा उसको चिन्हमा अधिकांश ग्रह यदि अग्नि तत्व राशिमा रहेछ हैन, त्यस्तो परिस्थितिमा थोरै अपवाद हुन सक्छ। परन्तु लग्न लग्नेशको कन्डिसन चाहिँ जब वायु तत्व राशिमा हुन्छ तब प्रतिरोधात्मक शक्ति कम हुन्छ, जातक बुद्धिमान हुन्छ, चिन्तनशील हुन्छ र फेरि पनि स्वास्थ्यको दृष्टिले यस्तो मान्छेलाई सामान्य रुगा लाग्यो भने पनि धेरै आत्तिन्छन्, धेरै समस्या दिन्छ। यो विशेषता रहन्छ वायु तत्व राशिमा जन्मिएका जातकलाई। लग्नमा या राशिमा लग्न लग्नेश यी सबै ठाउँलाई हेर्नुपर्छ। अब जल तत्व हामी यहाँ के गर्दैछौँ यसलाई भुल्नु भएन है। पराशरी सिद्धान्त अनुसारले राशि ग्रह र भावको संयोगलाई मिलाउने आइडिया पढ्दैछौँ। राशिको गुण तत्वलाई जानेर कति योसँग प्रतिरोधात्मक शक्ति छ, लड्ने शक्ति छ, कतिको छिटो सन्चो हुन्छ, यो जातकलाई रोग लाग्यो भने हामी त्यो विशेषलाई अध्ययन गर्दैछौँ, विशेषतालाई। त यस प्रकारले वायु तत्वमा के हुन्छ, प्रतिरोधात्मक शक्ति कम हुन्छ। अब सबभन्दा कम हुन्छ केमा? जल तत्वमा। वायु तत्व भन्दा अगाडिका 3 राशि जल तत्व राशि हुन्। 4, 8, 12 अर्थात् कर्क, वृश्चिक, मीन यी 3टा राशि जल तत्व प्रधान राशिहरू हुन्। अब यसमा लग्न वा लग्नेश गएर बस्यो, कमजोर भयो भने के हुन्छ? यस्तो मान्छेलाई छिटो छिटो चिसोले छुन्छ। रुगा, खाकी, पिनास, चिसोको एलर्जी, दम, निमोनिया जस्ता विकारहरू आउँछै आउँछ। त्यसो भएको हुनाले जलतत्व राशिमा लग्न वा लग्नेश बसेको छ भने अथवा षष्ठेश अष्टमेश बसेको छ भने पनि त्यो स्थिति छ। त्यसो भएको हुनाले जलतत्व राशिसँग रोगसँग लड्ने शक्ति अत्यन्त कमजोर हुन्छ। यस्तो जातकले इम्युनिटी बढाउने औषधि या आहारहरू लिने, तातो तातो चिजहरू लिने, चिसोबाट जोगिने जस्ता उपायहरू गर्नुपर्छ। यसको अर्थ के हो? जलतत्व प्रधान व्यक्तिहरू मोटा हुन्छन् तर बलिया हुँदैनन्। अग्नि तत्व प्रधान व्यक्ति धेरै मोटा हुँदैनन् तर बलिया हुन्छन्। अर्गाठे अग्नि तत्व,
अनि मासुको थुप्रो मात्रै फोक्से मासु भन्छन् नि त्यो जलतत्व। अब अहिले त योगा गर्ने जिम गर्ने अनेक भाँति भाँति विधि गरेर सबैले फिटफाट ठिकठाक राख्ने प्रयत्न गर्छन्। फेरि पनि जन्मजात नेचुरल डर भनेको अग्नि तत्व, नेचुरल अलिक कमजोर लुलो भनेको जल तत्व। त यस प्रकारले राष्ट्रियको खेलाडीहरुको प्राय अग्नि तत्व हुन्छ होला है गुरु? अधिकांश हजुर गुरु। त बुझिएको छ यहाँसम्म सबैले? छ गुरु। कुरो गम्भीर त खासै छैन, त्यही पनि फेरि रेशम गुरुलाई निन्द्रा लाग्यो होइन गुरु? कि नेटले हो? नेटले गुरु जुन केही भएन। आज केही सम्पर्क भएको थियो साँझ पख? छैन गुरु केही नै। केही थिएन? केही छैन गुरु। एकजना दम्पतिलाई पठाइदिएको थिएँ मैले। खोइ भेटघाट भएन गुरु कतिको। ए आएन न ल। राधे कृष्ण। जातकको जन्म कुण्डलीमा जब अष्टम भावको स्वामी र शनि बलवान हुन्छ तब जातक दीर्घायु प्राप्त गर्छ, दीर्घजीवी हुन्छ। तर यसमा एउटा शर्त के छ भने अष्टमेश भन्दा लग्नेश अधिक बलियो हुनुपर्छ। अष्टम भावमा शनिले दीर्घायु प्रदान गर्छ र निरोगिता पनि प्रदान गर्छ। शनिले दुःखको कारक ग्रह हो, यसले त दुःख दिनुपर्ने ठिकै हो, नैसर्गिक रूपमा अलिअलि दुःख पनि दिन्छ, परन्तु यसले आयुलाई सपोर्ट गर्छ प्लस स्वास्थ्यलाई पनि सपोर्ट गर्छ अष्टम भावमा। षड्बल र सर्वाष्टक वर्गमा लग्नेश र अष्टमेशको बललाई तुलनात्मक रूपमा हेर्नुपर्छ। यी दुईटाको बललाई मजाले जाँच्नुपर्छ। दुईटाको बल समानसम्मलाई राम्रो मानियो, तर लग्नेश कमजोर र अष्टमेश बलियो भयो भने जातक अल्पायु पनि हुन सक्छ। अष्टमेश भन्दा लग्नेश अलिकति पनि बलियो छ भने जातक दीर्घजीवी हुन्छ। अष्टमेश सोगरी छ, अष्टम भावमा उच्च ग्रह छ। अष्टमेश जुनसुकै पनि प्रकारले बलियो छ, हामी अष्टमेश बलियो देख्न बित्तिकै जातक आहा यो त दीर्घजीवी होला भनिन्छ, तर हामी लग्नेशतिर ध्यान दिइन्न। थोरै अलिकति भए पनि अष्टमेश भन्दा लग्नेश बलवान हुनै पर्छ। त्यसो भयो भने फेरि त्यो जातक अति दीर्घजीवी हुन्छ, निरोगी पनि हुन्छ, दीर्घजीवी पनि हुन्छ। यो स्वास्थ्यको विषय हेर्दाखेरिमा आयुको विषय हेर्दा दुवै पक्षमा हामीले यसलाई केलाउनु पर्छ, अध्ययन गर्नुपर्छ। 100% षड्बल र अष्टक वर्ग यो दुईटा चिज अष्टम लग्न र अष्टम भावको हेरेर 100% बताउन सकिन्छ कि यो जातक अल्पायु या दीर्घायु कस्तो छ, स्वस्थ छ कि अस्वस्थ छ।
यो विशेषता चाहिँ यसले बताउँछ। लग्न जति बलियो भयो त्यति नै शुभप्रद मानिन्छ। लग्न बलियो भयो भने स्वरूप त दिन्छै दिन्छ, त्यसले स्वास्थ्य पनि दिन्छ, सम्पन्नता पनि दिन्छ। स्वरूप, स्वास्थ्य, सम्पन्नता यी तीनटै चिज लग्ने एउटा चिज मात्रै बलियो हुँदा जातकलाई प्राप्त हुन्छ। लग्न अथवा लग्नेश दुर्बल भयो भने जातक हर चीजमा अलिकति पछाडि पर्छ। उसँग अनेक खुबी भएर पनि त्यसको लाभ लिन सक्दैन, जस पाउन सक्दैन। अलिकति रुग्ण भनिन्छ नि, देह अलि के भन्छन् त्यसलाई, अलि नसप्रिएको या अलिअलि रोग बनिरहेको जीर्ण प्रकारको, त्यस्तो प्रकारको देह प्राप्त हुन्छ यो लग्नेश कमजोर हुन बित्तिकै। तसर्थ यो कुरालाई हामीले ध्यान दिनुपर्छ। लग्नेश नीच वा अस्त छ भने पहिलो कन्डिसन, लग्नेश शत्रु राशिमा छ भने दोस्रो कन्डिसन, लग्नेश त्रिक भावमा गएर बसेको छ भने तेस्रो कन्डिसन। यी तीनटै अवस्थामा चौथो कन्डिसन, लग्नेश पाप ग्रहको साथमा या युति दृष्ट छ भने। यो चारवटै कन्डिसनमा, यो चारवटै अवस्थामा सुरुमै मैले एउटा अवस्था बताएको छु, पाप कर्तरी, लग्नेश पाप कर्तरीमा बसेको छ भने। त यति अवस्था चाहिँ स्वास्थ्यलाई बिगार्ने अवस्थाहरू हुन्। यसलाई हामीले बुझ्नु पर्यो। यसरी नै चन्द्रमा त्रिक भावमा छ, चन्द्रमा नीच या शत्रु राशिमा छ, अमावस्याको आसपासको छ, पाप ग्रहको साथमा छ, यसले मानसिक पीडा दिन्छ। यसरी नै सूर्यमा पनि हामीले लागू गर्न सकियौं। अब मैले जुन लग्नमा बताए त्यही कुरा अष्टम भावमा नि लागू हुन्छ। अष्टमेश नीच राशिमा छ, अष्टमेश अस्त छ, अष्टमेश शत्रु राशिमा छ भने जातकको शरीर दुर्बल हुन्छ। शरीर दुर्बल हुन्छ, बिचरा राम्रोसँग उभिएर हिँड्न नि सक्दैन, खुट्टा लडखडाउँछन्, कुपोषण जस्तो हुन्छ, त्यसको नसा पनि बलियो हुँदैन। त्यसो भएको हुनाले अष्टमेश नीच शत्रु अस्त हुनु पनि राम्रो होइन। स्वास्थ्यको विषयमा हामी, आयुको विषयमा हामी गम्भीर सूत्रहरू पढ्दैछौँ। यो सूत्रहरूलाई कहिल्यै पनि बिर्सनु हुँदैन। यो नियमहरूलाई बिर्सियो भने फेरि कुवाको भ्याकुतो भइन्छ। अब एकदम महत्त्वपूर्ण अर्को एउटा सूत्र छ स्वास्थ्यको लागि। आत्मकारक ग्रहको कन्डिसन कस्तो छ?
यो अत्यन्तै महत्त्वपूर्ण हुन्छ। नाडी ज्योतिषमा फेरि बृहस्पतिबाट आफूलाई हेरिन्छ। त्यसो भएको हुनाले बृहस्पतिको कन्डिसन कस्तो छ भन्ने कुरा हुन्छ। पराशरीमा लग्नेश प्रमुख हुन्छ, जैमिनीमा आत्मकारक प्रमुख हुन्छ। यदि आत्मकारक कमजोर छ, बिग्रिएको छ भने उसको स्वास्थ्य कमजोर हुन्छ। यो जैमिनी सिद्धान्त। पराशरी सिद्धान्त के हो? लग्न लग्नेश अष्टम भाव अष्टमेश एकदम अनुकूल हुनु पर्यो। जैमिनी सिद्धांत के हो? जैमिनी सिद्धांत यो हो कि उसको आत्मकारक ग्रह अनुकूल होनु पर्यो, बलियो होनु पर्यो। नाडी सिद्धांत भृगु नाडी, चंद्र नाडी, भृगुनंदी नाडी, सप्तऋषि नाडी लगायतका 100 भन्दा अधिक नाडी ग्रन्थहरू छन्। त सब नाडी ग्रन्थको एउटै सार हो कि जातक राम्रो अनुकूल हुनलाई बृहस्पति अनुकूल हुनुपर्छ। फेरि नाडी ग्रन्थ अनुसारले यो प्रमाण भेटिन्छ। आत्मकारक भनेको कुन हो? सबैले बुझ्नु भएको को आत्मकारक? सूर्य। दुईजनाले भन्नुभयो, तर दुईटैले गलत भन्नुभयो। यसको कन्डिसन त गुरु बेग्लै हुन्छ गुरु। बताउनुहोस्। होइन, कन्डिसन त थाहा छैन, लेख्या हुन्छ आत्मकारक, अमत्यकारक, भातृकारक भनेर हुन्छ होइन गुरु। यो चाहिँ अब यसको निकाल्ने कन्डिसन चाहिँ थाहा छैन। आत्मकारक, अमात्यकारक, मेरो चाहिँ मङ्गल हो है हजुर। मातृकारक, पुत्रकारक, ज्ञातिकारक, स्त्रीकारक। स्त्री दाराकारक भन्ने पनि छ। के हो दाराकारक भनेको गुरु? स्त्रीकारक, दारकारक या स्त्रीकारक भनिन्छ। जन्म कुण्डलीमा सर्वाधिक अंशयुक्त ग्रहलाई आत्मकारक भनिन्छ। जन्म कुण्डलीको सर्वाधिक अंशयुक्त ग्रहलाई आत्मकारक भनिन्छ। बुझियो सबैले? जस्तै सूर्य 5 डिग्रीमा छ, चन्द्रमा 10 डिग्रीमा छ, बुध 22 डिग्रीमा छ, शुक्र 28 डिग्रीमा छ सबभन्दा धेरै। त त्यो मान्छेको कुन रहेछ आत्मकारक? शुक्र भयो। या कोही मान्छे ल 29 गते जन्मियो, अब 29 डिग्रीमा या 30 गते जन्मियो, 29 डिग्रीमा सूर्य रहेछ, आत्मकारक कुन भयो? सूर्य भयो। त यसरी जन्म कुण्डलीको सर्वाधिक अंशवाला ग्रहलाई आत्मकारक, त्यो भन्दा कम अंशलाई अमात्यकारक, त्यो भन्दा कम अंशलाई भ्रातृकारक, त्यो भन्दा कम अंशलाई पुत्रकारक, त्यो भन्दा कम अंशलाई ज्ञातिकारक र त्यो भन्दा कम अंशलाई स्त्रीकारक मानिन्छ। र कारकमा 7वटा ग्रहलाई नै विशेष प्रधानता दिएको छ। कतै कतै राहुलाई पनि लिने चलन छ, कतै कतै केतुलाई पनि लिने चलन छ, तर वास्तवमा 7वटा ग्रहहरूलाई नै यो कारकमा विशेष मान्यता प्राप्त छ। अब जन्म कुण्डलीमा यो डिग्री वाइज पुत्रकारक ग्रह एउटा कुरा, नैसर्गिक रूपमा पुत्रकारक बृहस्पति अर्को कुरा, नैसर्गिक रूपमा पुत्रकारक पञ्चमेश अर्को कुरा। यी तीनटै बलवान भयो भने त्यो जातकलाई पुत्र सुख त कति राम्रो होला। जस्तै आत्मकारक पनि बलियो छ, लग्न पनि बलियो छ भने त्यो जातकको स्वास्थ्य कति राम्रो होला।
त यस प्रकारले हामीले बुझ्नु छ कि स्वास्थ्यलाई आत्माधिकारक तत्त्वबाट पनि हेर्नुपर्छ। आत्मकारकले तपाईको आफ्नो जीवन, आयु, स्वास्थ्य आदिको प्रतिनिधित्व गरेको हुन्छ। विकासजीको आत्मकारक कुन हो? मेरो सूर्य नै होला गुरु। त्यो डिग्री हेर्न बाँकी छ। 27 गते राति जन्मेको। के महिना गरे? कार्तिकको 27 गतेतिर लगभग सूर्य छ कि नयाँ त थाहा हुँदैन। सूर्य 26 डिग्रीमा करिब पुग्यो। अब अरू त्यो भन्दा माथि छन् कि छैन नि हेर्नु पर्यो। मोबाइल हेर्न मिल्दैन, ल्यापटप खोल्नै पर्छ। अब सर्वाष्टक वर्गमा लग्नलाई र अष्टम भावलाई शुभ रेखा अत्यन्त कम छ भने त्यस्तो जातक रोगी हुन्छ भने त्यसलाई खासै आश्चर्य मान्नु पर्दैन। उसले त्यो भोग्नलाई आएकै हो। मजाले यो जन्म उसले रोग व्याधि पीडा भोग्नलाई आएको हो भनेर बुझ्नुपर्छ, बुझाउनुपर्छ। दुःख नमान्नुहोस् कति पनि, तपाईँ यो जन्ममा यही भोग्न आउनुभयो हो भनेर हामीले बताउन सकिन्छ। अब यसै गरेर सस्टेस बलियो भयो भने के होला भन्ने पनि प्रश्न आउँछ कहिलेकाहीँ। अधिकांश छैटौं भावको स्वामी बलियो हुँदा लग्नेश भन्दा सस्टेस भन्दा लग्नेश अलिकति बलियो हुनुपर्छ। त्यस्तो परिस्थितिमा चाहिँ छैटौं भावको स्वामी बलियो भएको अत्यन्तै राम्रो मानिन्छ है। यो कन्डिसनलाई हेर्नु पर्यो। अब यतातिर रोगको लागि चाहिँ छैटौं भावको स्वामी बलियो भएको राम्रो मानिन्छ। फेरि शत्रुको लागि छैटौं भावको स्वामी बलियो भएको राम्रो मानिँदैन। किन भन्दा लग्नेश भन्दा सस्टेस बलियो भयो भने त आफू भन्दा शत्रु बलवान भयो। लग्न भनेको त आफू भन्दा बलियो हुन दिन त भएन रोगलाई, शत्रुलाई। त यस प्रकारले यो कुरामा ध्यान दिनुपर्छ। चरक संहितामा यति विस्तृत रूपमा व्याख्या गरिएको छ स्वास्थ्यको बारेमा र स्वास्थ्य परीक्षणका 10 लक्षणहरू बताइएको छ। नाडी कसरी हेर्ने बताइएको छ। ग्रहसँग सम्बन्ध बनाएर हामीले चरक संहितालाई अध्ययन गर्ने हो भने धेरै नजिक हामी पुग्न सक्छौं स्वास्थ्यको विषयमा। चरक संहिता डाक्टर ब्रह्मानन्द त्रिपाठीद्वारा व्याख्या भएको चाहिँ हेर्नु होला, अति महत्त्वपूर्ण छ। त्यहाँ यतिसम्म छ कि नाग लाग्यो भने मान्छेलाई कस्तो पीडा दिन्छ, दुसाद लाग्यो भने कस्तो पीडा दिन्छ, शारीरिक रूपमा पीडा भयो भने कस्तो हुन्छ, ग्रह पीडा कस्तो हुन्छ, त यी सब चीजहरू समेत त्यहाँ उल्लेख गरिएको छ। हृदय रोग कति प्रकारका हुन्छन्, वात रोग कति प्रकारका हुन्छन्, शिरोरोग कति प्रकारका हुन्छन्,
भएको जुन छ त्यो अति महत्त्वपूर्ण छ। फेरि त्यहाँ कस्तो छ भन्दा ती व्याख्या गर्ने चाहिँ एलोपेथी पनि आयुर्वेदिक पनि दुवै विषयमा ज्ञान भएका मान्छे र उनले दुवैको कम्पेयर गरेर एलोपेथीतिर यसलाई यो भनिन्छ, यसको एलोपेथीमा यसरी लक्षण बताएको छ, आयुर्वेदमा यो बताएको छ। उनले यति राम्रो व्याख्या गरेका छन् कि हर ज्योतिषीले पढ्नुपर्ने, अलिकति उपचार गर्ने ट्रिटमेन्ट गर्ने मान्छेले त झन् त्यो त झन् नपढी हुँदैन, त्यो प्रकारको ग्रन्थ छ चरक संहिता। यसै गरी रोगको लागि, निरोगी हुनको लागि र दीर्घजीवी हुनको लागि बृहस्पतिको दृष्टि चाहिँ अत्यन्त राम्रो मानिन्छ। बृहस्पतिको दृष्टिलाई अमृत दृष्टि मानिएको छ। त्यसो भएको हुनाले दशानाथलाई, लग्नेशलाई या अष्टमेशलाई बृहस्पतिको दृष्टि जान्छ भने, या षष्ठेशलाई नै किन नहोस् बृहस्पतिको दृष्टि जान्छ। रोगको बारेमा अब केही जान्नु छ। एउटा जन्मजात रोग हुन्छ जो आमाको गर्भबाट लिएर आएको हुन्छ। जस्तै जन्मदै अन्धो हुनु, जन्मदै लाटो हुनु, जन्मदै लङ्गडा हुनु, अनेक प्रकारको शारीरिक दोषले युक्त हुनु र साधारण चिकित्साले त्यसको उपचार नलाग्ने, त्यो प्रकारको रोगलाई जन्मजात रोग भनिन्छ। अर्को रोग हुन्छ आगन्तुक रोग। आगन्तुक रोगमा दुर्घटना हुनु, गलत औषधिको प्रयोग हुनु, विषादी प्रयोग हुनु या यस्तै अनेक प्रकारले कष्ट भोग्नु, यसलाई आगन्तुक रोग भनिन्छ। अल्पावधि रोग भन्ने हुन्छ जो छोटो समयमा सन्चो हुने। जस्तै ज्वरो आउनु, रुगा लाग्नु, उल्टी हुनु, पखाला लाग्नु, टाउको दुख्नु, मांसपेशीहरूको दुखाइ आदि आदि, यसलाई अल्पावधि रोग भनिन्छ। दीर्घ रोग अर्को के छ? दीर्घ रोग जो सहज ढङ्गले सन्चो हुँदैन र बाँच्दाजेल रहने खाले हैन। दीर्घ रोगमा सुगर, प्रेसर, अपस्मार, मानसिक, अर्बुद भनेको अहिलेको हिसाबले क्यान्सर, यी रोगहरूलाई
यी र यस्ता अन्य अब जस्तै एड्स पनि भयो लगायतका अरू थुप्रै हुन सक्छन्। हामीले अहिलेको समय अनुसारले रोग कलेजो सम्बन्धी, किडनी सम्बन्धी, जसलाई यकृत दोष, वृक्क दोष र श्वास प्रश्वास सम्बन्धी फुफ्फुस रोग दोष भनिन्छ। अर्कै हो गुरु, दीर्घ रोग भन्दा अर्को हो यो। यसलाई लापरवाहीको कारणले पछि निम्ताइएको रोग मानिएको छ। के रोग भन्छ यसलाई? यसलाई शारीरिक रोग अन्तर्गतै राखेको छ। शारीरिक रोग त सबै शारीरिकै हुन्, तर यसलाई सामान्य भन्दा माथि र दीर्घ भन्दा तल। उदर रोग भनेको पेटको, यकृत भनेको लिभरको, वृक्क भनेको किडनीको, फुफ्फुस भनेको श्वास प्रश्वास। मानसिक रोगलाई कतिपयले एउटा अलग व्याख्या गर्छन् हैन। दीर्घ रोगमै पर्छ, तर मानसिक रोग चाहिँ अलग रोगको रूपमा पनि राख्ने गर्छन्, बुझ्ने गर्छन्। मनोरोग मानसिक अवसाद, निराश हुनु, हताश हुनु, स्मरण शक्ति नष्ट हुँदै जानु, दुर्बलता हुनु, व्याग्रता हुनु, भय हुनु, मनमा अत्यन्त चिन्तित हुनु, उन्माद हुनु, उत्तेजना हुनु, मानसिक असन्तुलन हुनु, अधिक मोह हुनु, वैमनस्यता, घृणा हुनु, यी सबैलाई मानसिक रोगको रूपमा राखेको छ। त्यसो हुनाले यी सब लक्षणहरू हामीले चन्द्रमाको अन्तर्गत मान्नुपर्छ ज्योतिषमा। किन? मानसिक रोगको कारक त चन्द्रमा हो। अब आयुर्वेदमा पनि ज्योतिषमा पनि पित्त प्रकृतिका ग्रह, वात प्रकृतिका ग्रह, कफ प्रकृतिका ग्रह, वात पित्त कफ, यो तीनटा प्रकारको धातुहरूको वर्णन पाइन्छ। पित्त प्रकृतिका ग्रहहरूमा सूर्य, मंगल र अर्को कुन छ? सूर्य र मंगल मात्र हो कि? पित्त प्रकृतिमा अरू छ र? छैन। त यसरी पित्त प्रकृतिको दोष, वात प्रकृतिको दोष, कफ प्रकृतिको दोष, यो जातकमा कुन प्रकारको दोष छ भन्ने कुरा निहाल्नुपर्छ उपचार गर्नुभन्दा पहिला। त्यो दोषलाई जानिसके पश्चात एकदम गम्भीरतापूर्वक अध्ययन गरेर निर्णय गरे पश्चात तब बल्ल यसको उपचारको समाधानको प्रक्रियालाई अगाडि बढाउनु पर्छ। अब यसको लागि दुईटा तीनटा तत्त्वहरू छन्। एउटा त वर्तमान चल्दो दशा, अन्तर्दशा कुन प्रकृतिको, वात, कफ, पित्त, त्यो हेरेर जन्म कुण्डलीद्वारा थाहा पाउन सकिन्छ। अर्को हातको रेखा हेरेर, हातको अवस्था हेरेर थाहा पाउन सकिन्छ। अर्को आँखा र जिब्रोको बनावटबाट थाहा पाउन सकिन्छ। अझै अनुभवीले ठ्याक्कै चिन्ने भनेको त नाडी छामेर हो। वात पित्त कफ मध्ये कुन चाहिँ नाडी भड्किराखेको छ भनेर हातमा नाडी छामेपछि थाहा हुन्छ।
यस प्रकारले हामीले रोगको पहिचान गरेर बल्ल निदानतिर लाग्नुपर्छ। यदि राम्रोसँग पहिचान नगरिकन निदानतिर लागियो भने के हुन्छ? ढुङ्गा रातो पेट तातो हुन्छ फेरि। राशिमा अग्नि तत्व राशि जुन छ त्यो पित्त प्रकृतिवाला हुन्छ। ग्रहमा अग्नि तत्व ग्रह जुन छ त्यो पित्त प्रकृतिवाला हुन्छ। यसरी सजिलै बुझ्नु होला। पित्तमा के हुन्छ? शरीरमा ताप हुन्छ, जलन हुन्छ, फोडा पर्छ, पित्ताशयको समस्याहरू आउँछ, कलेजोको समस्याहरू आउँछ, पाचन प्रणालीलाई प्रभाव पार्छ, शरीरमा अमिलोपना अम्लीयताको वृद्धि हुन्छ, पेटमा अल्सरसम्म हुन्छ, क्यान्सरसम्म नै हुन्छ। तसर्थ यो प्रकारको दोष चाहिँ पित्तले दिन्छ। तसर्थ पित्तको अलिअलि पनि संकेत हुने बित्तिकै हामीले कलेजोलाई बलियो बनाउने उपचारहरू गरिहाल्नुपर्छ। फोन आएर डिस्टर्ब भयो। त वात प्रकृतिको ग्रह कुन कुन हुन् भन्दा शनि, राहु, केतु यो तीनटा ग्रह वात प्रकृतिको ग्रह हो। त्यस्तै गरेर राशिमा भूमि तत्ववाला राशि वृष, कन्या, मकर यो तीनटा राशि वात प्रकृतिवाला राशि हो। वात बढेको छ शरीरमा भने यो विशेष गरेर शरीर अरमर हुनु, दुख्नु, सन्धिहरूमा पीडा हुनु, सुनिनु, पेटमा नाभिमा विशेष समस्याहरू आउनु, अधिक ग्यास बन्नु, उन्माद हुनु, मूर्छा हुनु जस्ता समस्याहरू आउँछन्। त्यसो भएको हुनाले वात प्रकृतिको दोष छ कि छैन भनेर हामीले त्यसरी जान्न सकिन्छ। अब कफ प्रकृति, कफ प्रकृतिको रोगहरू कुन कुन ग्रहले दिन्छ भन्दा चन्द्रमा, बृहस्पति र शुक्र यो तीनटा ग्रहले कफ प्रकृतिका रोगहरू दिन्छ। त्यस्तै गरेर कफ प्रधान राशि कर्क, वृश्चिक, मीन यसलाई कफ दोष कारक राशि मानिन्छ। खकी लाग्नु, कफ बढ्नु, सर्दी जुकाम, रुगाखोकीहरू छिटो लाग्नु, दम, जलोदर सम्बन्धी शरीरमा पानीको मात्राहरूको सन्तुलन नहुनु जस्ता समस्याहरू कफमा आउँछ। एउटा कुरा हेर्नु होला, शरीरमा कफको प्रधानता छ कि पित्तको प्रधानता छ भनेर। शरीर अलि रातो वर्णमा परिणत भएछ, पसिना अधिक आउँछ, हातगुडामा जलन हुन्छ, जिउरोमा कालो कालो धब्बा देखिन्छ भने उसको शरीरमा पित्त बढेको छ, उसको लिभर थोरै पित्तद्वारा प्रभावित छ। यो कुरालाई हामीले बुझ्नुपर्छ। आँखामा अलिअलि रातो रातो रेसाहरू धेरै देखिया छ भने त्यो पित्त बढेको हुन्छ। त्यस्तै गरेर कफ बढ्दा के हुन्छ? चिसोले छिटो समाउँछ, जिउराभरि सेतो ल्याउ लाग्छ,
आँखा पनि सेतो सेतो बादल लाए जस्तो आँखाको उसमा देखिन्छ। हात खुट्टा अलि चिसो हुन्छ। हात खुट्टा एकदम धेरै मोजा लगाएर सुत्नु पर्ने, 2-3टा ब्ल्याङ्केटै ओढ्नु पर्ने खुट्टा तताउनलाई, खुट्टामा पानीको बोतल राख्नु पर्ने सम्मको स्थिति आउँछ। यो स्थिति कफ प्रकृतिमा हुन्छ। त बाफमा पनि त्यसरी नै छुट्याउनु पर्यो। त यसरी शरीरको लक्षणद्वारा। अनि कफमा के हुन्छ भने मान्छे अलि गोरो गोरो पहेँलो पहेँलो हुँदै जान्छ कफ बढ्दा। पित्त बढ्दा अलि रातो रातो हुँदै जान्छ, कालो कालो हुँदै जान्छ। यो विशेषतालाई ध्यान दिनुपर्छ। बुध त्रिदोष कारक हो। वात पित्त कफ तीनटै दोष बुधमा हुन्छ। त्यस्तै गरेर वायु तत्व राशि जुन छ मिथुन तुला कुम्भ, यसमा पनि तीनवटै दोष हुन्छ। अनि अर्को कुरा के हुन्छ भने अहिले मैले जुन जुन ग्रहलाई जुन जुन दोषहरू जुन जुन प्रकृतिवाला बताएँ त्यसमा थोरै थोरै अन्य गुणहरू पनि हुन्छन्। थोरै थोरै अन्य गुणहरू पनि हुन्छन्। टोटली पित्तवाला पित्तै भन्ने हुँदैन, कफवाला कफै भन्ने हुन्न। किनकि थोरै थोरै अन्य गुण नभए अन्य गुणमा परिणत हुने क्षमता पनि आउँथेन उनीहरूमा। त्यसो भएको हुनाले थोरै थोरै गुणहरू सबैमा हुन्छ। जस्तै बुधमा तीनवटै दोष हुन्छ भने अरू सबै ग्रहमा पनि तीनवटै दोष हुन्छ। तर दोषको अधिकता मात्रा चाहिँ पित्त प्रधान छन् यिनीहरू, कफ प्रधान छन् यिनीहरू। त यसरी बुझ्नु हो। राशि र ग्रहको संयोगमा आकाश तत्व प्रभावित भयो भने उन्माद हुन्छ, चेतना शून्य हुन्छ, मूर्छित हुन्छन्, प्रेमवश अथवा क्रोधवश, मोहवश कुनै न कुनै प्रकारले यिनीहरूलाई यो उन्मादको समस्या आउँछ। केमा आउँछ? आकाश तत्वमा। आकाश तत्वको कारक ग्रह कुन हो? बृहस्पति हो। वायु तत्वमा सन्धि पीडा, सन्धिको समस्या, जसलाई हामी अर्थराइटिस इत्यादि भनिन्छ, सूजन हुनु, सुन्निनु, मेरुदण्ड सम्बन्धी या कुनै पनि अङ्गमा पक्षघात इत्यादि हुनु, पेटमा अत्यधिक ग्यास बन्नु, खुट्टामा पीडा हुनु, दुखाइ हुनु, यो सब वायु तत्वको प्रभाव हो। वायु तत्व प्रधान ग्रहमा शनि र राहु छन्। राशि वायु तत्व राशि भइहाल्यो, अघि नै पढिहालियो, मिथुन तुला कुम्भ। अग्नि तत्वमा ज्वरो आउनु, फोडाफुन्सी आउनु, जलन हुनु, अंग प्रदाह, दृष्टि दोष, पहेँले, जन्डिस आदि, रक्त दोष, मलद्वार सम्बन्धी दोष, मस्तिष्क सम्बन्धी दोष, यति विकारहरू अग्नि तत्वले दिन्छ। जसमा अग्नि तत्व कारक ग्रह सूर्य र मंगल छ। राशि मेष सिंह धनु भइहाल्यो।
अग्नि तत्वमा केतु पनि पर्छ, राहु वायु तत्वमा केतु अग्नि तत्वमा। किनकि शास्त्रले शनिवत राहु कुजवत केतु भनेको छ। भूमिमा बुध वृष कन्या मकर, यसमा वाक प्रधान पनि छ, अस्थि सम्बन्धी, मांसपेशी सम्बन्धी, त्वचा सम्बन्धी, कपाल सम्बन्धी, कुनै पनि अङ्गमा सिल्का हान्नु, पीडा हुनु, कुनै अङ्ग सानो कुनै अङ्ग ठुलो जस्ता हुनु, अपाङ्ग हुनु, यो सबै कुरा यो भूमि तत्वको सन्तुलन नहुनाले जातकलाई प्रभावित पार्छ। त्यस्तै गरेर जल तत्व, जल तत्वमा के छ? चन्द्रमा र शुक्र राशि त जल तत्व राशि यहाँहरूलाई याद भयो। चन्द्रमा र शुक्र जल तत्वमा छ, यसले प्रभाव पार्छ। जल तत्व राशि यदि सन्तुलन भएन भने फोक्सोको श्वास प्रश्वास प्रणालीलाई प्रभावित पारिदिन्छ, निमोनिया, टाइफाइड, क्यान्सर जस्ता समस्याहरू दिन्छ, खकी लाग्नु, रुगा लाग्नु, जति पनि चिसोको समस्याहरू छन्, उल्टी हुनु, पखाला लाग्नु, मूत्र सम्बन्धी वीर्य सम्बन्धी विकारहरू आउनु, यो सबै कुरा जलतत्व राशिमा चन्द्र शुक्रको विपरीत प्रभावमा देखा पर्छ। अब सुरुमा मैले यहाँहरूलाई पढाएको थिएँ, बिर्सनु भएको छैन होला। अस्थि, रक्त, मज्जा, त्वचा, स्नायु आदिको कारक ग्रहहरू मैले पढाएको थिएँ। अस्थि, यसरी कर्मश श्लोक पनि मैले नोट गराएको थिएँ। बृहत पराशर वरा शास्त्रको अनुसार अस्थि, रक्त, मज्जा तथा मैले पनि बिर्सेँ अहिले। त यस प्रकारले अस्थिको कारक ग्रह कुन हो? सूर्य। रक्तको कारक ग्रह कुन हो? चन्द्रमा। मांसपेशीको कारक ग्रह कुन हो? मंगल। छालाको कारक ग्रह कुन हो? बुध। बोसोको कारक ग्रह कुन हो? बृहस्पति। वीर्यको कारक ग्रह कुन हो? शुक्र। धमनी या स्नायु प्रणालीको कारक ग्रह कुन हो? शनि। यो चीजलाई हामीले सूर्य कमजोर भयो भने हड्डीमा समस्या आउने भयो, पित्तको विकृति आउने भयो, आत्मा तथा जीवनी शक्तिमा समस्या आउने भयो। चन्द्रमा कमजोर भयो भने वात प्रकृति, कफ प्रकृति, विशेष गरेर चन्द्रमा वात कफ दुईटै गुण हुन्छ, कफमा अधिक प्रबलता देखिन्छ। चन्द्रमा रक्तको विकार ल्याउँछ, मनमा चाहिँ अशान्ति ल्याउँछ, मानसिक पौष्टिकता र शरीरलाई चाहिने भिटामिनहरूको, अमृतहरूको कारक चन्द्रमा नै। रक्तदोष, मनमा चाहिँ मानसिक रूपमा पीडा दिनु, उच्च वा निम्न प्रकारको रक्तचाप इत्यादि पनि हेरिन्छ। परन्तु हाम्रो अनुभवमा चाहिँ, मेरो अनुभवमा के देख्छु भने उच्च रक्तचाप चाहिँ मंगल र सूर्य
अनि निम्न रक्तचाप चाहिँ चन्द्रमा प्रभावित भयो भने त्यसको प्रेसर हमेशा लो हुन्छ, अधिकांश त लो हुन्छ। सूर्य बिग्रियो भने अधिकांश हाई हुन्छ। यो परिस्थिति चाहिँ छ। त्यसो हुनाले सूर्यबाट उच्च रक्तचाप र चन्द्रमाबाट निम्न रक्तचापको बारेमा हामीले अध्ययन गर्नुपर्छ। अब मोटोपनाबाट लाग्ने सबै रोगहरू अनि फ्याटी लिभर या ब्याड जुन नराम्रो खाले बोसोको समस्याहरू जति पनि छ त्यो कुन ग्रहबाट हेरिँदो रहेछ भन्दा हामीले बोसोको कारक ग्रह चाहिँ कुन हो भन्दा बृहस्पति हो। र बृहस्पतिको अनुकूलता वा प्रतिकूलताको आधारमा ती समस्याहरू आउन सक्ने भए। अनि मांसपेशी सम्बन्धी मंगलले हेरिन्छ। मासी जुन हड्डी भित्र हुन्छ नि एउटा सेतो तत्व, त्यो पनि मंगलले हेरिन्छ, जसको बिना मान्छे उभिन सक्दैन, हिँड्न सक्दैन, श्रम गर्न सक्दैन। त्यस्तै गरेर रगतमा हुने रक्त प्रभाव रातो जुन छ त्यो पनि मंगलबाट हेरिन्छ। त्यसो भएको हुनाले मंगल बिग्रियो भने उसको महत्त्वपूर्ण चीजहरूलाई प्रभावित पार्दो रहेछ। हेर्नु त, मासीलाई, अब मांसपेशीहरूलाई र ब्लडलाई समेत। कसैको देहमा एकदम दुर्बलता महसुस हुन्छ भने त्यसको मंगल बलियो होला त, त्यसको मासी एकदम सक्रिय होला त, राम्रो होला त। बिचरा जिउँदै पग्लिसक्यो त उसको मासी। कसैको रक्तमा विकार आयो भने उसको चन्द्रमा र मंगल बलवान होला त। मंगल बलियो छ भने चाहिँ रगतमा रेड ब्लड सेल र व्हाइट चन्द्रमाले व्हाइट ब्लड सेललाई सजीव बनाउनलाई, सक्रिय बनाउनलाई, आवश्यकता अनुसार पूर्ति गर्नलाई चन्द्रमाले शरीरको सबै तरल पदार्थलाई पूर्ति गर्नलाई सपोर्ट गर्छ। त यो आन्तरिक पाटोहरूलाई हामीले बुझिएन भने स्वास्थ्य सम्बन्धी हामीले फेरि राम्रोसँग निहालेर हेर्न सकिँदैन। अब कसैको नसा फुट्यो, ब्रेनको नसा फुट्यो, नसा च्यापियो, ढाडको नसा च्यापियो, त्यसको शनि त बिग्रिएको होला त। स्नायु प्रणालीको कारक ग्रह त शनि हो। त यो रहस्यलाई हामीले जान्नुपर्छ। बुझिएको छ? मैले एक शब्दमा यहाँहरूलाई बताएको छु। यसलाई विस्तृत गर्ने काम र अलिकति आधुनिकीकरण गर्ने काम यहाँहरूले पनि गर्नुपर्छ। सक्दो यसलाई भोलि हामीले रिसर्च गर्ने हिसाबले अध्ययन गर्नुपर्छ। अब 8-10 वटा जस्तै ब्लड क्यान्सर भएको मान्छेको जन्म कुण्डली हेरौं, उसको जन्म कुण्डलीमा मंगल र चन्द्रमाको पोजिसन कस्तो होला त? राम्रो त हुनै सक्दैन। कुनै मान्छेको फ्याटी लिभर छ, सुगर छ,
लिभरको केही प्रब्लम छ भने त्यसको बृहस्पति गतिलो त छँदै छैन। त यस प्रकारले हरेक ग्रहको कारकत्वसँग सम्बन्धित भएर हामीले ठ्याक्कै हेर्ने बित्तिकै यसको यो अङ्ग चाहिँ प्रभावित हुनेछ भनेर हामीले जानिन्छ, जान्नुपर्छ। अब चन्द्रमाले रगत सम्बन्धी हेरिन्छ, साथसाथमा शरीरको सबै तरल पदार्थलाई हेरिन्छ भने भिटामिन आदिको आवश्यकता अनुरूप पूर्ति भयो कि भएन त्यो चन्द्रमाबाटै हेरिन्छ। खानपानको कारक ग्रह चन्द्रमा नै हो, उसको आहार विहार कस्तो रह्यो त्यो चन्द्रमाबाटै हेरिन्छ। त्यसो भएको हुनाले आहार त मेन त शरीरलाई धारण गर्नको लागि त आहार चाहिन्छ। त आहार कस्तो रह्यो जातकको यो चन्द्रमाबाटै हेरिन्छ। अनि अर्को कुरो रोगको बारेमा म यहाँहरूलाई जानकारी गराउँ। चन्द्रमाले वातावरणीय प्रभाव, पर्यावरणीय प्रभावलाई नियन्त्रण गर्छ या त्यसको प्रभावद्वारा जातकलाई बिरामी गराइदिन्छ। सूर्यले वंशाणुगत समस्या ल्याइदिन्छ वा सूक्ष्म जीवाणुबाट हुने प्रभावहरू ल्याइदिन्छ। यो दुईटा कुरालाई हामीले एकदम निहालेर हेर्नुपर्छ। सूर्यले वंशाणुगत रोग, चन्द्रमाले पर्यावरणीय रोग। मंगलले मांसपेशी संबंधी, चोटपटक संबंधी रोग, छदविच्छेद होने रोग। बुधले त्वचा संबंधी रोग र बुद्धि भ्रमित हुने रोग बुधले दिन्छ। जति पनि छालाको समस्या छन् त्यो सब बुधको अन्डरमा। दुईटा होला, चारवटा होला, 50वटा होला, जति पनि रोग छन् त्वचाको त्यो सब बुधको अन्डरमा। शरीरमा चमक चन्द्रमाले र शुक्रले दिन्छ, सूर्यले पनि दिन्छ। यो तीनटा ग्रहको आधारमा जातकको शरीर कतिको उज्यालो, कतिको चमकदार, जुन ब्रह्म तेज हुन्छ, बिना मेकअप पनि चम्कने, त्यो सूर्य, चन्द्रमा र शुक्रको आधारमा हेर्नुपर्छ। जति पनि एकाङ्गवात, सर्वाङ्गवात, पक्षघात इत्यादि, अपाङ्गता इत्यादि, गठियावात इत्यादि 84 प्रकारको वात आयुर्वेदमा बताएको छ। ती सबै वात रोगको कारक ग्रह शनि र राहु नै हुन्। त्यसो भएको हुनाले यदि कोही व्यक्ति युरिक एसिडले पीडित छ, वात रोगले पीडित छ भने उसको शनि राहुको कन्डिसन चेक गरिहाल्नुपर्छ। त यस प्रकारले जन्म कुण्डलीमा अर्को कुरा मैले सम्भवतः लग्नलाई पढाउँदाखेरिमा र अन्य भाव पढाउँदा पनि यहाँहरूलाई बताएको थिएँ। लग्नले जसरी शिर हेरिन्छ, निधार हेरिन्छ भने त्यसरी नै मेष राशिले पनि हेरिन्छ। नैसर्गिक रूपमा मेष राशिले शिरको प्रतिनिधित्व गरेको हुन्छ। जस्तै जन्म कुण्डलीको जुनसुकै भावमा मेष राशि जाओस्, जस्तै एउटा मान्छे कन्या लग्नमा जन्मियो, कन्यामा जन्मियो भनेपछि मेष राशि कहाँ पुग्यो?
अष्टम भावमा पुग्यो। अब अष्टम भावमा छ भनेर मलद्वारलाई मात्रै प्रभाव पार्दैन, त्यहाँ पाप ग्रह छ भने मेषमा बसेको पाप ग्रहले उसको शिरमा पनि प्रभाव पार्छ। त्यसो भएको हुनाले यस्तो प्रकारले जुन समन्वय गर्ने विधि छ यसलाई पनि हामीले भुल्नु हुँदैन। त आजको क्लास यति नै। अर्को क्लासमा अझै विस्तृत रूपमा स्वास्थ्य सम्बन्धी हामीले पढिनेछ र यहाँहरूले आज पढेका सबै चिजहरूलाई राम्रोसँग मनन गर्नुहुनेछ भन्ने विश्वासका साथमा शुभरात्रि सबैलाई। राधे राधे।